हेलो गाइज वेलकम टू माई न्यू भिडियो। स्वागत छ सबैलाई नयाँ भिडियोमा। आज चाहिँ यहाँ निकै जाडो गरेको छ। यहाँ चाहिँ हिउँ परेको छ, यता माथि डाँडातिर उता हिउँ परेको छ। यता नि तार देख्न सक्नुहुन्छ हिउँहरू परेको छ। अब चाहिँ यहाँ निकै जाडो गरेको छ, हिउँहरू परेर यसरी हेर्न सक्नुहुन्छ हिउँहरू बगाएर असिना परेको छ। यता माथि हिउँ परेको छ। यहाँ चाहिँ यसरी देख्न सक्नुहुन्छ। त्यसै गरी आज हामी साइड गर्नुहुन्छ एकछिनमा साइड गएर आज काम खासै हुँदैन होला हाम्रो। आज काम खासै हुँदैन होला गएर अब गर्नुहुन्छ। हिउँ परेर यसरी बाहिर सुकिसकेको छ। अहिले त एकदम पक्लिसक्यो। यहाँ चाहिँ हाम्रो हिउँ परेको छ है। राति चाहिँ आज सिँगाइ गरेको छ। त्यो उताको भागतिर परेको छ। यहाँ चाहिँ आज मौसम एकदम चिसो गरेर जाडो छ। आज एकदमै धेरै जाडो छ। यहाँ पनि माथि हिउँ परेर आज मौसम हाम्रो एकदमै जाडो भएको छ। यहाँ आज पानी परेर यहाँ हिलो भयो, सबै हिलो भएको छ है। पानी परेर आज एकदमै ठुलो पानी पर्यो। राति पनि एकदम ठुलो पानी पर्यो, अहिले नि एकदमै ठुलो पानी परिरहेको छ। देख्न सक्नुहुन्छ यता खोला परिसक्यो। आज अब हाम्रो काम हुँदैन, केही पनि हुँदैन। आज हाम्रो काम भनेको अब एकछिनमा साइडबाट रोम जाने, त्यसपछि सकियो। हाम्रो काम भनेको त्यति हो। अब गाडी उतातिर जान लागेको छ। हामीले चाहिँ टिएस र लेभल मेसिनलाई चाहिँ हेर्नुपर्ने हुन्छ। त्यसपछि भनेको हाम्रो काम भनेको त्यसपछि हेरेर भिजेको छैन भने हेरिदिने, भिजेको छ भने चाहिँ यसलाई मेसिनमा लगेर राख्नुपर्ने हुन्छ। हाम्रो काम भनेको ल टिएस र लेभल मेसिन हाम्रो यहाँ छ। यहाँ यसलाई चाहिँ हामीले लगेर मेसिनमा राख्नुपर्ने हुन्छ। अझै पनि यहाँ पानी भिजेको छैन, पानी परेको छ। यहाँ माथि डाँडातिर चाहिँ हिउँ परिरहेको, यहाँ चाहिँ पानी परिरहेको। अहिले पानी भिजेको छैन। हामी साइड गएर पनि घुमेर पनि अनि काम भएन आज, अनि त्यसपछि फर्किहाल्यो। अहिले भनेको हाम्रो अब यहीँ बसेर यतिकै रुममा समोसा पकाउने कुरो छ। अब समोसा पाक्दैछ हाम्रो। पानी परेको छ, बस्ने काम भइरहेको।